अहिलेको समयमा आइपिओ भर्ने लगानीकर्ताहरूको सङ्ख्या एकदमै धेरै भएको छ। यसले गर्दा पनि आइपिओ एकदमै कम मात्र पर्छ। त्यसकारण लगानीकर्ता साथीहरू आइपिओ नपर्दा निराश भएको अवस्था छ। यसर्थ आजको यो भिडियोमा रहेर हामीले आइपिओ नपर्ने कारणहरू के हुन्, हामीले के गर्दा आइपिओ पर्छ, कसरी भर्दा आइपिओ पर्छ, आइपिओ पर्ने चान्स बढाउनको लागि के गर्नुपर्छ त यसको बारेमा एकदमै राम्रोसँग जानकारी दिनेछौँ। कतिपय नयाँ साथीहरूमा धेरै जिज्ञासा रहेको छ, हामीले धेरै किताब भर्दा पर्ने हो कि, यो समयमा भर्दा पर्ने हो कि, यो ब्याङ्कबाट भर्दा पर्ने हो कि, यस्ता खालका जिज्ञासाहरू नर्मली धेरै जसो नयाँ साथीहरूमा भएको हुँदा हामीले यी सबै कुराको बारेमा यो भिडियोमा जानकारी दिनेछौँ। यसर्थ भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। तर सर्वप्रथम हाम्रो च्यानल आइपिओ नेपाललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला। यस च्यानलमा हामीले यस्तै खालका बेसिक नलेजको बारेमा जानकारी दिन्छौँ, त्यसकारण साथीहरूलाई पनि सेयर गर्नुहोला। सर्वप्रथम बुझौँ आइपिओ भनेको के हो। आइपिओ अर्थात् इनिसियल पब्लिक अफरिङ, जसलाई नेपालीमा प्राथमिक सार्वजनिक निष्कासन भन्ने पनि गरिन्छ। कुनै पनि कम्पनीलाई आफ्नो बिजनेसहरू एक्सपान्सन गर्नको लागि, प्रोडक्टहरू बढाउनको लागि वा आफूले लिएको ऋणहरू तिर्नको लागि पैसा आवश्यकता पर्ने गर्दछ। र पैसा आवश्यकता पर्यो भने पैसा सङ्कलन गर्ने दुईवटा तरिका हुन्छ। एउटा भनेको प्रमोटर सेयर होल्डर्सहरूबाट पैसा सङ्कलन गर्नु, र दोस्रो भनेको सर्वसाधारण लगानीकर्ताहरू अर्थात् पब्लिकमा सेयर निष्कासन गरी पैसा सङ्कलन गर्ने। जुन दोस्रो तरिका रहेको छ त्यो भने आइपिओको मार्फत सर्वसाधारण लगानीकर्ताहरूमा सेयर बिक्री गरी सङ्कलन गर्ने माध्यम रहेको छ। जुन विधि मार्फत कम्पनीले आफूलाई चाहिएको निश्चित रकमलाई साना किताबमा अर्थात् 100 रुपियाँ बराबर एक किता गरी साना किताबमा त्यसलाई विभाजन गर्छ र सर्वसाधारण लगानीकर्ताहरूमा आइपिओको रूपमा निष्कासन गर्छ, जसमा हामीले कम्तीमा 10 किताको दरले भर्ना गरी त्यो कम्पनीको आइपिओ भर्ने अवसर पाउँछौँ। र आइपिओ भरेर हामीले त्यो आइपिओ पायो भने त्यसलाई मार्केटमा आउँछ, र मार्केटमा आयो भने हामीले त्यसलाई धेरै प्राइसमा बेचेर नाफा कमाउने अवसर पाउँछौँ, जसलाई आइपिओ भनेर भन्ने गर्छौँ हामीले नर्मली रूपमा। अहिलेको समयमा यही आइपिओ नपर्दा हामीले थोरै भए पनि आफ्नो पकेट मनी बनाउने अवसरहरू केही गुम्दै गएको छ। अझ भनौँ कतिपय साथीहरूले 4-5 वटा आइपिओ भर्दै आइपिओ परेन भने आइपिओ भर्न छोडेको रेकर्ड पनि एकदमै धेरै रहेको छ। यसर्थ अब तपाईँहरू आइपिओ भर्दा निराश नहुन र आइपिओ भर्न छोड्नबाट बच्नको लागि यो भिडियो तपाईँहरूले अन्तिमसम्म हेर्नै पर्ने हुन्छ। आइपिओ नपर्नुको पहिलो कारण रहेको छ ओभर सब्सक्रिप्सन अर्थात् अत्याधिक माग। अहिलेको समयमा दिनानुदिन आइपिओ भर्ने डिमेट एकाउन्ट खोल्ने लगानीकर्ताहरूको सङ्ख्या एकदमै धेरै बढिरहेको छ। यसले गर्दा पनि हामीले आइपिओ त रेगुलर भर्दै आउँछौँ, तर रेगुलर भर्दा पनि हामीलाई पर्ने चान्स भने केही कम हुँदै गइरहेको छ। दैनिक रूपमा डिमेट एकाउन्ट खोल्ने लगानीकर्ताहरूको सङ्ख्या बढिरहेको कारणले गर्दा पनि भविष्यमा अझ हामीलाई आइपिओ पर्ने सम्भावना अलिक कम हुँदै जानेछ। यस्तै आइपिओ नपर्नुको दोस्रो कारण रहेको छ लिमिटेड सेयर साइज अर्थात् कम्पनीहरूले निष्कासन गर्ने सेयरको सङ्ख्या एकदमै कम हुनु। अहिलेको समयमा झन् 100 रुपियाँमा आइपिओ निष्कासन गर्ने कम्पनी, जसको प्रति सेयर नेटवर्थ पनि 100 रुपियाँसम्म भएका कम्पनीहरूले मात्र आइपिओ निष्कासन गर्न अनुमति पाइरहेका छन्। यसले गर्दा पनि आइपिओ निष्कासन गर्न अनुमति माग गरेका ठुला कम्पनीहरू, प्रिमियम आइपिओ निष्कासन गर्ने कम्पनीहरूले आइपिओ निष्कासन अनुमति नपाउँदा हामीले सेयर पाउने सम्भावना केही कम हुँदै गएको छ र अहिले हामीले पाएका छैनौँ। तर चाँडै नै अब ठुला कम्पनीको आइपिओ पनि आउनेछ र हामी सबैले सेयर पाउने दिनहरू पनि आउनेछ। आइपिओ नपर्नुको तेस्रो कारण रहेको छ लकी ड्र सिस्टम अर्थात् लटरीको सिस्टममा आइपिओ बाँडफाँड गर्ने गरिन्छ। हामी सबैले आवेदन दिइसके पछाडि हामी सबैजनाले दिएको आवेदनलाई विभिन्न नम्बरमा बाँडिन्छ र त्यो नम्बरमा पनि गोलापर्था गर्दा जुन नम्बर पर्छ त्यही नम्बर अनुसारका आवेदनकर्ताहरूले मात्र आइपिओ पाउने गर्दछन्, जसले गर्दा लटरी सिस्टममा हामीलाई पर्न पनि सक्छ नपर्न पनि सक्छ, त्यो हाम्रो भाग्यमा भर पर्ने हुन्छ। यसर्थ यसमा भने हाम्रो कुनै पनि आँट हुँदैन आइपिओ पार्नको लागि। आइपिओ नपर्ने चौथो कारण रहेको छ एप्लिकेसन एरर। यो भने धेरैले आइपिओ भर्दा नाम, बिवाइडी वा बैंक खाताहरूमा केही गल्ती गरे भने चाहिँ देखिने समस्या हो। तर यो भने प्रत्यक्ष ब्याङ्कमै गएर आइपिओ भर्ने लगानीकर्ताहरूको लागि मात्रै हो, किनभने मेरो सेयरदेखि हामीले आइपिओ भर्दा यस्तो कुनै भर्नु पर्दैन, जस्ट हामीले चुज गरे मात्र पुग्छ। धेरै जसो साथीहरूको आइपिओमा आवेदन नपर्नु अर्थात् आइपिओमा रिजल्ट आउनुभन्दा पहिले रिजल्ट आउने समयमा रद्द हुने मुख्य कारण हो ब्याङ्कमा पर्याप्त मात्रामा रकम नहुनु अर्थात् इन्सफिसियन्स ब्यालेन्स हुनु मुख्य कारण रहेको छ तपाईँहरूको आइपिओ नपर्नेमा। धेरै जसो साथीहरूले आइपिओमा आवेदन दिनुहुन्छ तर आफ्नो ब्याङ्कमा कति पैसा छ भन्ने ख्याल गर्नु हुँदैन, जसले गर्दा पनि आइपिओ त भर्नुहुन्छ तर आइपिओ भरिसके पछाडि आइपिओको रिजल्ट आउने बेलामा रिजेक्ट हुन्छ र तपाईँहरूको आइपिओ पर्दैन।
यसर्थ तपाईँहरूले आइपिओ भर्दै हुनुहुन्छ भने आइपिओ भर्नु पूर्व नै आफ्नो ब्याङ्क एकाउन्टमा कति रुपियाँ छ र त्यो हामीले भर्न लागेको आइपिओ कति रुपियाँमा खुलेको छ भनेर चेक गर्नु जरुरी हुन्छ। यदि तपाईँहरूले कुनै एउटा कम्पनीको सेयर 100 रुपियाँ प्रति किताको दरले किन्दै हुनुहुन्छ र त्यसमा 10 किता सेयर भर्दा हामीलाई 1000 रुपियाँ आवश्यक पर्छ, त्यही भएर हामीले 1000 रुपियाँ मात्र ब्याङ्कमा राख्छौँ र आइपिओ भरिदिन्छौँ। यस्तो गर्दा तपाईँहरूको आवेदन स्वतः रद्द हुन्छ। यदि तपाईँहरूले डिमेट एकाउन्ट खोलेको ब्याङ्कले आसपा चार्ज ल्याउँदैन भने यसमा तपाईँहरूको एप्लिकेसन एक्सेप्ट हुन सक्छ र तपाईँहरूले लकी ड्र मार्फत आइपिओ पाउन पनि सक्नुहुन्छ। तर तपाईँहरूको ब्याङ्कले आसपा चार्ज ल्याउँछ, जुन चाहिँ नर्मली सबै ब्याङ्कले 5 रुपियाँ ल्याउने गरेका छन् अहिलेको समयमा, र तपाईँहरूकोमा 1000 रुपियाँ मात्रै छ, 1000 भन्दा बढी पैसा छैन र तपाईँहरूले आवेदन दिनुभयो, तपाईँहरूको ब्याङ्कले चार्ज ल्याउँछ भने यो बेलामा तपाईँहरूको आइपिओमा भरेको एप्लिकेसन स्वतः रिजेक्ट हुन्छ र तपाईँहरूले आइपिओ पाउनु हुँदैन। त्यसकारण तपाईँहरूले नर्मली पनि 1000 को आइपिओ भर्दै हुनुहुन्छ भने 1005 भन्दा माथि आफ्नो ब्याङ्क एकाउन्टमा पैसा राख्नुहोला, अर्थात् सबैले 100 रुपियाँ जति चाहिँ एक्स्ट्रा राख्नुहोला, जसले गर्दा आइपिओ भर्दा लाग्ने छुट्टै चार्जहरूमा चाहिँ समस्या आउने छैन र तपाईँहरूको एप्लिकेसन रिजेक्ट हुने छैन। यसरी सामान्यतया हामीले यी 5 कारणले गर्दा नै आइपिओ पाउन सकिरहेका हुँदैनौँ र धेरैजसो साथीहरूले 2-4वटा कम्पनीको आइपिओ भर्ने बित्तिकै आइपिओ भर्न छोड्नुहुन्छ, जसले गर्दा पनि आइपिओ भर्न पाउनु हुँदैन सही तरिकाले आइपिओ भर्दै पनि। त्यसकारण तपाईँहरूले अब आइपिओ पार्ने चान्सहरू बढाउनको लागि सर्वप्रथम आइपिओ रेगुलर भर्नु पर्यो र आफ्नो ब्याङ्क एकाउन्टमा ब्यालेन्स कति छ त्यो चेक गर्नु पर्यो। यसरी एकदमै ध्यान दिएर सिरियस भएर तपाईँहरूले आइपिओ भर्दै जानुभयो भने कुनै बेला ब्याक टु ब्याक धेरै कम्पनीको आइपिओ लगातार पर्न पनि सक्छ, कुनै बेला लामो समयसम्म नपर्न पनि सक्छ। त्यो हाम्रो भाग्यमा भर पर्नुपर्ने हुन्छ। हामीले जुन समयमा भरे पनि, जति बेला भरे पनि, राति दिउँसो बिहान बेलुकी जति बेला भरे पनि आइपिओ पर्ने चान्स भनेको भाग्यमै भर पर्नुपर्ने कुरा हुन्छ। समयले कुनै पनि प्रभाव पार्दैन र तपाईँहरूले कुन ब्याङ्कबाट भर्नुहुन्छ भन्ने कुराले पनि फरक पार्दैन। तपाईँहरूले जुन ब्याङ्कबाट भरे पनि हुन्छ, यसमा तपाईँहरूले कुनै पनि शङ्का नमान्नुहोला। आइपिओ पार्ने चान्स बढाउनको लागि चाहिँ तपाईँहरूले त्यही रेगुलर आइपिओ भर्नु पर्यो। आइपिओ भर्दा सकेसम्म घरभरिका सबैजसो फ्यामिलीको मेम्बरको चाहिँ डिमेट एकाउन्ट खोलेर भर्ने गर्नुहोला। त्यसले गर्दा पर्ने चान्स एउटामा नपरे पनि अर्कोमा धेरै हुन्छ र तपाईँहरूले धेरैवटा डिमेट एकाउन्टबाट आइपिओ भर्ने गर्नुहुन्छ भने सबै डिमेट एकाउन्टदेखि एउटै समयमा चाहिँ आइपिओ भर्ने काम नगर्नुहोला। जस्तै एकजनाको आज भर्नुभयो भने अर्को जनाकोमा भोलि भर्नुहोला, अर्को जनाकोमा पर्सि। यसरी भर्दा चाहिँ पर्ने चान्सलाई थोरै भए पनि केही बढाउन सकिन्छ। यसरी नर्मली यिनै कुरालाई ध्यानमा दिएर तपाईँहरूले आइपिओ भर्ने गर्नुभयो, रेगुलर भर्नुभयो भने आइपिओ पर्ने चान्सलाई आफै यसरी नै बढाउन सक्नुहुन्छ। कसैले आइपिओ यसरी भर्दा पर्छ, उसरी भर्दा पर्छ, यो समयमा भर्दा पर्छ, त्यो ब्याङ्कबाट यो ब्याङ्कबाट पर्छ भन्ने कुरा गर्यो भने अब तपाईँहरूले विश्वास नगर्नुहोला। मैले जसरी भनेको छु तपाईँहरूले यसरी गर्दा आइपिओ पार्ने चान्स यसैमा हुनेछ यदि तपाईँहरूको भाग्य राम्रो छ भने। र अब आइपिओ कसरी भर्ने भन्ने जिज्ञासा हुनसक्छ। आइपिओ भर्ने एकदम प्रोपर तरिकाको बारेमा हामीले सानो भिडियो बनाइसकेका छौँ, जसको लिङ्क भिडियोको डिस्क्रिप्सन बक्समा पनि राखेका छौँ र माथि आई बटनमा पनि आएको छ होला। तपाईँहरूले त्यहाँदेखि गएर मजाले नयाँ आइपिओ खुलेको बेलामा यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हेर्दै भर्न सक्नुहुनेछ। साथै यस्तै खाले भिडियोहरू बनाउनको लागि हामीलाई केही लामो समय पनि लाग्ने गर्दछ, जसमा तपाईँहरूको मोटिभेसन पनि चाहिन्छ। यसर्थ जसले भिडियो हेर्नुहुन्छ सबैजनालाई मन परेको खण्डमा हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, भिडियोमा लाइक कमेन्ट साथीहरूलाई सेयर गर्ने काम मजाले गर्नुहोला, जसले गर्दा हामीलाई केही मोटिभेसन मिल्नेछ र हामीले चाँडोभन्दा चाँडो भिडियो ल्याउनेछौँ। यस्तै अर्को भिडियो कुन टपिकमा हेर्न चाहनुहुन्छ तपाईँहरूलाई मनपर्ने टपिक हामीलाई कमेन्ट गर्नुहोला, हामीले सोही अनुसारको भिडियो बनाउने प्रयास गर्नेछौँ। भिडियो यहाँसम्म हेर्नुहुने सबैजनालाई धन्यवाद। यो सँगै आजको भिडियो यति नै। अब भेटुने अर्को नयाँ भिडियोमा।